आज अलिअलि मकै बोडी सिमी हार्भेस्ट गर्ने दिन है। यहाँ चाहिँ किराले खाएछ कि मकै फर्सी फल्दैछ यहाँ हैन। यहाँ चाहिँ पुरै मकै टिप्नुपर्छ। यहाँ ओक्रा सिमिटा बोडी सिमिटो खर्र फल्दैछ यहाँ यस्तरी फल्दैछ। बुढीले एक ज्याङ सिमी टिप्दैछ त्यहाँ हैन बसेर। यहाँ नि ओक्रा हो। ल एक बाटो सिमी टिप्दैछ बुढीले। पिकिङ यही हो। किरा लागेछ तर येलो कलरको किरा है यसमा चाहिँ। अर्ग्यानिक खानालाई किरा अलिअलि यस्तो हैन। यो के किरा हो यो? किरा पनि प्रोटिन हुन्छ रे। उता बीज पनि छ हाम्रो। अलिकति चुकन्दर सिमी टिप्दैछ बुढीले हैन। खुर्सानी चाहिँ खासै त्यस्तो राम्रो भएन हैन, तर हुर्किँदै छ। यो अलिअलि डल्ले खुर्सानी आइरहेको छ यहाँ। यो चाहिँ भेन्टा हो गरे तर हैन। जस अब मकै टिप्न जाऊँ न एक राउन्ड। त्यो लौका पनि फल्दै रहेछ उयो लाम्चो लौका भुइँमा फल्दैछ। अरे कति धेरै मकै देखेको टिप्न हुने खाले दुई चारवटा यो मकै। यहाँ पनि रहेछ है। फर्सी फल्दैछ। अब त्यहाँ लौका फल्दैछ। टम्टा मजा आउँछ मकै भात्न। ए ल यो किरा लाग्ने कि यस्तो यो गनौटे किरा। मकै पनि एउटामा तीनटा दुईटा घोगा लागिरहेछ नि हेर नि। एउटा दुईटा यो चाहिँ के विकासे मकै पर्यो? के मकै पर्यो? यहाँ त चारवटा घोगा लाग्दैछ हौ। राम राम के हाल्यो? एउटा दुईटा तीनटा चारवटा पाँचवटा के वान तल पनि एक दुई मजाले दुईटा घोगा लाग्दैछ नि। राम्रै हो किराले नखाइदियो त। अरू चाहिँ हप्ता दिनमा टिप्ने हुने रहेछन् हैन। कुनै छिटो रोपेको थियो कुनै ढिलो रोपेको थियो हैन। यो पनि भयो होला। आजको यति टिपे हुन्छ पुग्छ यति खायो। फर्सी चाहिँ फल्दो रहेछ यहाँ। कहाँ झाडीतिर खोज्दैछ।